यो हो सल्यान गाउँ। सल्यान गाउँ अन्नपूर्ण गाविस 4 कास्की। यो सहिद पार्क कृष्ण बहादुर गुरुङ। हेलो नमस्ते अनि छजालो फेरि पनि स्वागत छ हजुरहरू सबैलाई आजको न्यू डे अनि न्यू भ्लगमा। सर्वप्रथम हजुरहरू सबैमा हेप्पी तिहार शुभ दीपावली। अन्त चाहिँ हामी यसो म चाहिँ यसो उता पुग्नु भदौरीदेखि उता सल्यान भन्ने गाउँमा अर्को परेको हुँदा त्यता जानु लागेको। यसो बाटोतिर कतै राम्रो दृश्यहरू देखिएमा कैद गरेर देखाउने कोसिस गर्नेछु। सी यू इन सल्यान ठ्याक ल लागे अबको यात्रा। भदौरेको छरछिमेकी गाउँ सल्यान यो घर केटो लागे अब यो हो जीविका डार्लिङले बनाएको रङ्गोली। मारा चाँदी इधर है हाम्रा पजेरो पार्किङ। लगाइज अहिले हामी चाहिँ पर्स्याङको हाइवेमा सरर कुर्दैछौँ। गन्तव्य हाम्रो अन्नपूर्ण गाउँपालिका 4 सल्याङ। यो बागलुङ हाइवे बाटो चाहिँ गजबको हाइवे। सरर हामी जाँदैछौँ। ल हामी नौडाँडामा कफी सफी खायौँ। अब यहाँबाट अगाडिको गन्तव्य कहाँ पुगिन्छ थाहा छैन। कहाँ पुगिन्छ सल्यान हरगुममा। नौडाँडामा कफी खाएर अब हामी जाँदैछौँ अगाडि तल सल्याङ भन्ने गाउँमा। यो अगाडिको हरियो बसमा चाहिँ सबै हाम्रो मान्छेहरू
गाडी लास्टै ढिलो चलाउँदो रहेछ हाम्रो गुरुजीले, त्यही भएर गाडीको पछि हिँड्दा हामी 15-20 को स्पिडमा छौँ। बाटो चाहिँ यो काँडे जाने बाटोबाट लेफ्ट साइड छुट्टिएर आएपछि पुरै ढलन बाटो रहेछ। ढलन बाटो मजाको छ, बाटो चाहिँ ढलन। गाडी आइपुग्यौँ हामी फाइनल्ली सल्यान गाउँ। सल्यान भन्ने कि सल्यान गाउँमा आइपुग्यो। बेसरी नजिक रहेछ, जम्मा 15 मिनट पोखराबाट सरेर। यो हो सल्यान गाउँ चाहिँ दामी छ। माथि रहेछ घरहरू। ल गाइज, यो हो सल्यान गाउँ। फाइनल्ली हामी आइपुग्यो गाउँमा। अब गाउँ यसो घुमघाम गर्नु पर्यो भनेर यता माथितिर टक्क निस्किँदै बाटोमा हिँड्दैछौँ। यो गाडीहरू सबै पोखराबाट आएको, मान्छे टनाटन सब बजारबाट आएको रहेछ। अन्त आजकल गाउँमा जति राम्रो हो नि खासै मान्छे बसोबास नै हुँदैन, त्यही भएर नि हो। यो रहेछ स्लो मोसन गाडी, स्लो मोसन है। यहाँ रहेछ नि त श्री तपाईले खाजा मात्रै खाएर बस्नु भएको? देवी बाबुले डाइरेक्ट भात खाने मम्बु लान्छ। भात खान हामी त खाजा खाने हो पहिला हो त नि। यति टाढा आएर हामी हो त नि खाजा खाएर बसिरहेको छ। भात खाएर यता सरेर नि हामी भयो कि है, सबै पाला आयो कि है। मलाई नि पैसा दियो लाग्यो। पहिलोचोटि हो कि ओ भदौरेसम्म त आएको हामी भदौरे सल्यान भन्छ नि त। सल्यान कता हो भन्दा हो यतै। सल्यान गाउँ कुन गाउँपालिका? अन्नपूर्ण। सल्यान गाउँ यो पर्यो। कुन गाउँपालिका? अन्नपूर्ण गाउँपालिका।
कृष्णबहादुर गुरुङ स्मृति पार्क अन्नपूर्ण गाउँपालिका 4 रमाइलो छ गाउँघर जोस् हिमाल पुगिरहनु गाउँ चाहिँ राम्रो रहेछ रमाइलो पनि घर पनि टन्नै तर अलि टाढा पर्दो रहेछ हिँड्दा 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 हत्तिएर कहिले आउला भन्दा हुँदै उनीहरू तर ढलन चाहिँ लास्टै हेभी लामो ढल्न रहेछ ल हेर्नुहोस् सल्यान गाउँको माथिबाट देखिने सुन्दर दृश्यहरू राम्रो देखिरहेछ तलपट्टि चाहिँ टक्क पुरै उता पारी डाँडा अनि तल खोला रहेछ के खोलाको अनि माथि चाहिँ पुरै भिरको पाखामा भिरको परमा नै अड्केको गाउँ जस्तो ठ्याक्क भिरमा टाँसिएको जस्तो रहेछ गाउँ हेर्नुहोस् सिन टक कुहिरो कति मजाले लाग्यो आनन्द चिसो हावापानी गजब रमाइलो वाह याले उकालो बाटो रहेछ नि ऊ त्यहाँ त ऊ भिरको जस्तो है औ के ऊ उकालो बाटो घुम्ने ठाउँ चाहिँ सल्यान गाउँ अन्नपूर्ण गाविस 4 कास्की शहीद पार्क कृष्णबहादुर गुरुङ नत्र नखाए हुन्थ्यो भन्छु शहीद कृष्ण पार्क हजुर यो उहाँको घर कुन चाहिँ हो यही हो यही घर हो हजुर के गुरुङ रहेछ गुरुङ भएन हजुर के गुरुङ होला शहीद कृष्ण बहादुर गुरुङ स्मृति पार्क मैत्रश्री गुरुङ माओवादीको दन्तकालमा उहाँ मारिनु भएको रहेछ त्यसपछि चाहिँ उसलाई शहीद घोषणा गरेर उसको नाममा यहाँ शहीद पार्क बनाएको रहेछ यहाँको स्थानीयको भनेअनुसार स्थानीयसँग कुरा गर्ने बेलामा माओवादी दन्तकालमा उसलाई मारिदिएको त्यस पश्चात त्यसलाई उसको नाममा एउटा शहीद पार्क बनाएर इस्टाब्लिस गरे
साह्रै राम्रो गऱ्यो हिजो होइन पहिला त त्यो माओवादीले मारा आएको थियो मन्दिर मात्र बनाएको त्यो अनि पछाडि अहिले त्यो गगन थापाले उहार्न आउँदाखेरि अनि गाउँ चाहिँ जस रमाइलो रहेछ। यो हो हाम्रो शहीद कृष्णबहादुर गुरुङको घर, उसको नाममा इस्टाब्लिस गरेको पार्क थियो। माओवादी द्वन्द्वकालमा उहाँ मारिनु भएको रहेछ। त्यसको पछाडि नेपाल सरकारले शहीद घोषणा गरेर सबै गुरुङ गाउँ है। टमाटर किन्न दिन्थे कि भन्दै थियो यहाँ माइतीले। त्यो रुख टमाटर के मान्छे चिन्दैन फेरि है, किन्नी पाए त भनेर भन्नुभयो। ल अब हामी फर्किन लागेको सल्यान गाउँबाट। सल्यान गाउँको यात्रा सक्यो। गाउँ रमाइलो रहेछ। जसपोखरा भ्यालीबाट अलिकति टाढा भन्ने मात्रै, न त गाउँ चाहिँ बाटो सर र पिच ढलान छ। बाटो चाहिँ राम्रो, अलिकति टाढा भन्ने मात्रै, गाउँ चाहिँ रमाइलो पक्का। अन्नपूर्ण गाउँपालिका वडा नम्बर 4 सल्यान गाउँबाट म चाहिँ लाग्यो।